नमस्ते साथीहरू, के छ तपाईँहरूको हालखबर? म ठिकै छु। मलाई आशा छ तपाईँहरू पनि ठिकै हुनुहुन्छ होला। आज म तपाईँहरूसँग एउटा आफैसँग घटेको रियल घटना लिएर आएको छु। सुनेर साथ दिनु होला है, अनि लास्टमा कमेन्ट पनि गर्नुहुन्न, लास्टसम्म हेरिदिनु होला। म आज मेरो बहिनीको बारेमा कुरा गर्छु है त। म र मेरो बहिनी एउटै रुममा सुत्थ्यौँ। अनि के भयो, एक दिन त्यो सधैँ मलाई उठाउँथी राति मलाई झ्याउ लाग्थ्यो। म उसलाई एक दिन रिसाएर झर्किदिएँ के गाली गरिदिएँ, दिनदिनै उठाउँछ म जान्नु भनेर। अनि एक दिन ऊ राति आफै उठिछ। अनि कतिखेर उठी मलाई थाहै भएन। बाहिर गई अनि थाहै भएन। अब म सुतेको बिछौना मेरो सिरानी मुनि आयो। अनि झ्याप्पै निद्रा खुल्यो के। अनि म त डराएँ, छस्केँ। अब के रहेछ, भूत आयो कि भनेर म त डराएर कति बेसरी चिच्याएको भाइ। अनि म चिच्याएँ, ऊ पनि डराएर, ऊ पनि डरपोकै रहेछ, ऊ पनि चिच्याएछ। म एकातिर म चिच्याएछु, एकातिर ऊ चिच्याएछ। दुईजना चिच्याइ। अनि म फेरि यति बेसरी चिच्याउँछु, त्यो पनि यति बेसरी चिच्याउँछ। अनि पछि मलाई थाहा भयो फेरि बत्ती बालिस रहन्छ। अनि पछि थाहा भयो बहिनी हो भनेर। अनि म चुप्प लाएँ। पछि त लास्टै हाँसो लाग्यो के साथीहरू। यस्तो पनि भएछ हाम्रो लाइफमा। अब साथीहरू, यो भिडियो सक्दोभन्दा सक्दो बढी सेयर गरिदिनु होला। यो भिडियो मेरो बहिनीसम्म पुगोस्, त्यो पनि सुनेर फेरि हाँसोस्। हस् त, यति भन्छु। अर्कोचोटि आउँदा अर्को बहिनीको बारेमा भनौँला है त। लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला।